यो भिडियो चाहिँ रवि दाई र हाम्रो नेपाल सरकार अहिले बालनजीको लागि। अब सुन्नुहोस् है, अब अस्ति मैले भिडियो बनाएपछि एउटा ऱ्यापिड टास्क अथवा ऱ्यापिड रेस्पोन्सको एउटा समिति गठन गरियो रे भन्ने चाहिँ नेपाल सरकार तथा एनआरएनको टिमबाट कुनै सूचनाहरू आएको देखिएको थियो होइन। अब यो कसरी कार्यान्वयन भयो र यो माथिल्लो तहको लागि मात्रै हो, यो तल्लो तहमा पुगेर सबैले बुझिने भाषामा यो कसरी कार्यान्वयन हुन्छ। अब यो रवि दाईलाई त भनिराख्नु पर्ने जरुरत छैन यति साह्रै चिच्चाएर होइन, किन उहाँलाई यहाँको सिनारियो मिडल इस्टको प्रब्लम कम्प्लिटली उहाँलाई थाहा छ। उहाँले पहिला रेस्क्यु पनि गर्नुभएको, अहिलेको केसमा मात्रै होइन, अहिले जुन भइरहेको छ अहिले त अझै अलिकति बढेको मात्रै हो। यो पुरानैदेखि पहिलेदेखि भइरहेको प्रब्लम हो, जुन चाहिँ तल्लो लेभलको क्याटेगोरीको मान्छे छ, नन स्किल लेबरहरू भयो, तपाईँको कन्स्ट्रक्सनमा काम गर्ने, उनीहरू सधैँ प्रब्लममै परिरहेको हुन्छ सधैँभरि नै। उहाँहरूलाई उहाँहरूको कुरा सुनिदिने, उहाँहरूको मेसेज रेस्पोन्स गरिदिने, उहाँहरूलाई छिटो उद्धार हुने र अलिकति रेस्पोन्स टिम नै भएन क्या, कसलाई भन्ने, उहाँहरूले कसलाई मेसेज गर्ने। अब हामी आफ्नो काम त गर्नु पऱ्यो, हामीले पनि एउटा अवेरनेस, एउटा भिडियो मात्रै त हो, अहिले केही कुराहरूमा एक दुईवटा कुरा पोइन्टहरूमा हामीले सकेको गर्ने हो र सबै मास लेभलमा त हामीले पनि गर्न सक्दैनौँ होइन। र नेपाल सरकारबाट यसमा के भइरहेको छ, कुन वेबाट अहिले अगाडि बढ्ने प्लान छ, फर्स्ट प्रायोरिटी दिएर युएई मिडल इस्टमा पनि काम गरियोस्। ठुलो अमाउन्टमा हाम्रो यताबाट मिडल इस्टबाट पनि रेमिटान्स जान्छ, उहाँहरूलाई क्लियर थाहा छ। यसमा मैले भनिरहनु पर्ने, चिच्चाइरहनु पर्ने जरुरत छैन होइन। अब मिडल इस्टमा भएको प्रब्लमलाई पनि एकदम प्रायोरिटी बेसमा गएर सम्बोधन गरियोस्। हामी धेरै सपोर्टिभ छौँ अहिलेको गभर्मेन्टलाई होइन, हामी आशावादी छौँ यो कुरामा गर्नुहुन्छ भन्ने, र छिटो गरियोस् भन्ने मेरो यो अनुरोध हो। धन्यवाद।